ओके हेलो आज चाहिँ हामीले मोमो मुकबाङ पनिर मोमो अनि यो चाहिँ अहिले हामीले गहुँको मोमो बनाइराछौं अनि यहाँ चाहिँ चटनी छ कोरिएन्डर अनि यहाँ चाहिँ उस्लेको काँक्रो ल हामीले चाहिँ खायौं है खुर्सानी पनि छ ल खाएँ मैले पनीर देखाएको पनीरको मोमो मन पर्यो कि क्याबेजको मोमो मन पर्यो कि चिकन मोमो मन पर्यो कि मोमो मन पर्यो फर्स्टमा चिकन अनि पनीर क्याबेज मन पर्छ क्याबेजलाई पकाएको होला क्याबेज मनपर्छ पानी पास कति खाना लाग्छ चटनी ज्यादा मिठो भएन आज यो मोमो बनाउँदाखेरि डो पनि ठिक्क भएछ कि त्यसरी एकदम गिलो पनि भएछ सबै कुरा पर्फेक्ट भयो चटनी त यस्तो मिठो भयो नि चटनी मिठो भयो सबै मिठो भयो चटनीले फेरि अलि एक्स्ट्रा उस दिन्छ नि त अनि मम्मी टपरी थियो मम्मीलाई चखाउनु मन छ कि मन छैन त मम्मीलाई चाहिँ यो चखाउन मन छ कि मन छैन चाहल मलाई राख्दिने त्यस्तो भन्न खोजेको होइन फेरि पकाउने फेरि पकाउन के छैन दुवा पकाउन अरू बेला त अहिले ह्याप्पी गराउँदो रहेछ धेरै मैले बनाउँदा चाहिँ अलि कम नै हालिदिन्छु क्या अनि मैले बनाएको होइन आज एकदमै मजाले भित्र एकदम मजाले हालेर बनाएको छ चटनी भेट्नु पनि सक्यो लालो चट्नी होइन हुन्छ अलिक पिरो चाहिँ आएन थोड़ी चटनी
पुग्यो खानु मन छैन धेरै होइन एउटा दुइटा खा मिठो त हुँदो रहेछ तर पेट चाहिँ डुम्म गराउँदो रहेछ गाजर पनिर अनि एउटा इस्कुस गाजर पनि देखिन्छ है पिङ्क ओरेन्ज अरेन्ज मतलब भित्रबाट पिरो पिरो आउनु थाल्यो मलाई यो गहुँको बनाएको भएर अलि सेतो देखेन होला होइन सेतो देखिन गहुँको त्यस्तै हो मिठो हुन्छ गहुँको मिठो हेल्दी अरू त हाम्रै बारीको होइन गहुँ चाहिँ हाम्रै बारीको होइन खेत हामीले आफै उब्जाएको उब्जाएको मैले भ्याएँ के भयो पिरो भयो डम्म भयो ल सुस्त खाली गर्दा मैले चाहिँ भ्याएँ बाई बाई भन्नुहोस्